हामीले जुन 4000 को अनुमान गरेको छौं हैन त्यो चाहिँ हाम्रो आफ्नो अलायन्सको मेम्बरहरू र उहाँहरूको स्टाफ साइजहरू र हामीले जुन इकोसिस्टम पार्टनरहरूसँग कोअर्डिनेट गरेको छौं हजुरले यहाँ पछाडी सपोर्टेड बाइमा धेरै जसो हाम्रो इकोसिस्टम पार्टनर देख्नुहुन्छ र उहाँहरूको स्ट्रङ सपोर्ट छ हामीलाई जस्तै न्यास आईटीले आफ्नो सबै आईटी कम्पनीहरूलाई यसमा आमन्त्रण गर्नुहुनेछ सिमिलरली रेमिटर्स एसोसिएसनले डेभलपमेन्ट ब्याङ्कर्स एसोसिएसन माइक्रो फाइनान्स इन्स्टिट्युसनको एसोसिएसन हैन सबैको स्ट्रङ सपोर्ट र कोअर्डिनेसन र यस्तै खालको एक्सपो चाहिँ त्यहाँ हुँदाखेरि त्यसको एउटा अनुमान जसरी रिसेन्टली चाहिँ त्यहाँ आईटी न्यास आईटी एक्सपो पनि भएको थियो र उहाँ योपालि हाम्रो एउटा इकोसिस्टम पार्टनर पनि हुनुहुन्छ र त्यो अड्कलको हिसाबले र न्यास आईटीको एक्सपो भन्दा हाम्रोमा नम्बर अफ स्टल्स झन्डै दोब्बर भएको र सँगसँगै स्टार्टअप टेबल र टेक कम्युनिटिजको टेबल पनि भएको हुनाले हामीले चाहिँ 4000 को एस्टिमेट गरेका छौं न्यास आईटीको एक्सपोमा पनि झन्डै 3500 को फुटफल थियो र यो 2 दिने इभेन्ट भएको हुनाले 1 दिने मात्र नभएको हुनाले 4000 चाहिँ यसमा फुटफल हुन्छ मिनिमम हामीले खासमा त त्यो थोरै नै राखेका छौं हाम्रो अनुमानमा अझै बढी होला तर त्यति चाहिँ हामीले यति धेरै इकोसिस्टम पार्टनरको सहयोग भइसकेपछि आउँछ भन्ने अनुमान गरेको छौं दोस्रो कुरा चाहिँ हामीले किन टिकट प्राइस राख्यो त हैन खासमा हाम्रो चाहना चाहिँ एउटा B2B एक्सपो भइसकेपछि त्यहाँ अलि जेन्युन मान्छे आओस् अलि सिरियस मान्छे आओस् हैन 50 रुपैयाँ स्टुडेन्टलाई 50 रुपैयाँ भनेको एकदमै ठुलो कुरा होइन उहाँहरू त्यहाँ भिजिट गर्न आउँदा पनि उहाँहरूको चाहिँ त्यो इनड्राइभको खर्चै पनि आउला अथवा भनौँ न राइड सेयरिङको खर्च आउन सक्ला हैन मेबी हामीले त्यो 50 रुपैयाँमा पनि अब अहिले हामी स्पोन्सरहरूसँग अझै डिलहरू क्र्याक गर्न बाँकी छ तर त्यो 50 रुपैयाँमा पनि हामीले उहाँहरूलाई केही रिटर्न दिन सक्छौं कि त्यसमा पनि हामी काम गर्नेछौं तर अहिले त्यो कन्फर्म भइसकेको छैन तर त्यो भनेको सिम्पली एउटा जेन्युननेसको लागि मात्र हो र जति पनि लाइसेन्स इन्स्टिट्युसन छन् त्यो पनि एउटा ठुलो जमात छ नि त सर जस्तै एनआरबी लाइसेन्स मात्र हेर्नुहुन्छ भने सबै ब्याङ्क वित्तीय संस्था भुक्तानी सेवा प्रदायक भुक्तानी सेवा अपरेटर्स र प्रोभाइडर सबै परे उहाँहरूको स्टाफहरूलाई त सबैलाई फ्री नै छ उहाँले आफ्नो इम्प्लोइ आइडी देखाउनु भयो भने बिमा प्राधिकरण भनेपछि सबै लाइफ इन्स्योरेन्स नन लाइफ इन्स्योरेन्स माइक्रो लाइफ सबै परे 7 लाइसेन्स भन्नुभयो अनि आइएस प्यान पनि हामीले उहाँहरूको चाहिँ हामीसँग रिटर्न कन्फर्मेसन नभएर हामीले यहाँ अहिले सपोर्टेड बाइमा राखेका छैनौँ तर लगभग एउटा मौखिक कन्फर्मेसन छ सो आइएस प्यान पनि इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल पनि हाम्रो सपोर्टेड बाइ इकोसिस्टम पार्टनर हुनुहुन्छ भनेपछि जति पनि आइएसपीहरू छन् र टेलिकम्सहरू छन् हैन उहाँहरूको स्टाफलाई पनि फ्री एन्ट्री हुनेछ भनेको जुन चार्ज लगाइएको छ 100 रुपैयाँ र 50 रुपैयाँ त्यसको उद्देश्य चाहिँ टिकटिङबाट एउटा ह्युज रेभेन्यू गर्ने भन्ने होइन इनफ्याक्ट 4000 हामीले टोटल फुटफल सोचेका छौँ र त्यसबाट हाम्रो टिकटिङ गरेर आउने भोलि 100 200 500 जना पनि भयो भने त्यो ठुलो अमाउन्ट होइन ठुलो राशि होइन सो त्यो हिसाबले हामीले त्यसरी चाहिँ त्यसलाई प्लान गरेको छौँ अब इन्टरनेसनल भेन्डर्सहरूले पनि हामीलाई 2-4 जनाले अप्रोच गर्नु भएको छ तर यो पाली चाहिँ हामीले एकदमै सर्ट पिरियडमा यसलाई भनौँ न 1 महिनाको प्लानिङ मात्र छ 1 महिनाको प्लानिङ र अब भनौँ न आज हामी प्रेस कन्फरेन्स गर्दैछौँ आज 10 तारिक भइहाल्यो जनवरी 2nd र 3rd मा एक्सपो नै छ त्यही भएर र न्यू इयर पनि भनौँ न हाम्रो इङ्ग्लिस न्यू इयर हैन हाम्रो न्यू इयर नभए पनि इङ्ग्लिस न्यू इयर भएको हुनाले हामी पहिले त्यो माइन्डसेटमा थियौँ कि यो वर्ष चाहिँ विदेशी भेन्डरहरू आउन सायद उनीहरूको त्यो प्रोसेस अप्रुभल प्रोसेसबाटै नमिल्ला र त्यो अनुसार नै प्लानिङ गरेको छौँ र एटलिस्ट नेपाली कम्पनीहरूलाई चाहिँ त्यो आफ्नो प्रडक्ट देखाउनलाई अझै एउटा प्लेटफर्म बन्नेछ तर पनि हामीलाई अझै 4-5 वटा विदेशी भेन्डरले चाहिँ अप्रोच गरिसकेका छन् र राम्रै लेभलको भेन्डरहरूले नट जस्ट भेन्डर इभन भोलि हामी टाइटल स्पोन्सरसिपै गर्छौँ टाइपको लेभलको पनि कुरा भएको छ तर प्रोसेसले मिलेन योपालि सर्ट पिरियड भयो किनकि स्पोन्सरसिप मात्र होइन नि त मान्छे आउनु पर्यो स्टल हेर्नु पर्यो सबै कुरा मिलाउनु पर्यो र अर्को हाम्रो फुटफलमा हामी किन पनि ढुक्क छौँ भने नि सर हामीले 65 वटामा हाम्रो कतिवटा स्टल गइसक्यो 34 वटा स्टल बुक भइसकेको छ अलरेडी जबकि अहिलेसम्म हामीले फर्मली कहीँ त्यसरी अनाउन्स पनि गरेको छैन हैन
सो 34वटा गइसक्यो। हामीलाई लाग्छ कि आउने एक हप्ताभित्र लगभग सबै स्टल बुक हुनेछन् र स्टल बुक भइसकेपछि स्टलकै मान्छेहरू पनि स्टलकै कम्पनीहरू पनि आउँदाखेरि त्यो क्वालिटी क्राउड हुनेछ यो भन्ने विश्वास छ। अब स्पेसल एट्र्याक्सन सजनाजीले पनि सोध्नुभयो, सरले पनि सोध्नुभयो होइन। अहिले नै एकदमै स्पेसल एट्र्याक्सन यही हुन्छ भनेर हामी भन्ने स्थितिमा छैनौँ। तर यो लाइब्रेरी हुनेछ कि सबै फिनटेक सल्युसन प्रोभाइडर एक ठाउँमा आउनेछन्, सबै फिनटेकका इकोसिस्टम पार्टनर एक ठाउँमा आउनेछन् र सबै फाइनेन्सियल इन्स्टिट्युसन हामी यसमा इभन राष्ट्र ब्याङ्कसँग कोअर्डिनेसनमा छौँ। उहाँहरूको सपोर्ट छ, मौखिक सपोर्ट अलरेडी छ। मेबी अब भनौँ न उहाँहरूको सबै प्रोसेस मिल्यो भने उहाँहरूको अरू प्रेजेन्स पनि हुनेछ भन्ने आशा छ हामीलाई। सो यसको युनिकनेस नै के हुन्छ भने सबै फाइनेन्सियल इन्स्टिट्युसन्स र फाइनेन्सियल सेक्टरको इकोसिस्टम पार्टनर्स एक ठाउँमा आएर र त्यही इन्स्टिट्युसनलाई सर्भिस प्रोभाइड गर्ने। अब सर्भिस प्रोभाइड गर्ने हामीले क्याटेगोरी मात्र हेर्दाखेरि 30-40वटा क्याटेगोरी छ। कसैले एसएमएस सर्भिस दिइरहेछन्, कसैले डेटा सेन्टर दिइरहेछ, कसैले इन्टरनेट सर्भिस दिइरहेछन्, कसैले रिकन्सिलिएसन सफ्टवेयर बनाएको छ, कसैले बजेटिङ सफ्टवेयर बनाएको छ, कसैले एएमएल, कसैले एटिएम सर्भिस दिइरहेछ, कसैले जब पोर्टल दिएको छ, कसैले ट्रेनिङ दिइरहनु भएको छ होइन। सो यो चाहिँ एउटा सर्भिस प्रोभाइडर्स, फिनटेक सर्भिस प्रोभाइडर्स र फिनटेक सर्भिस सिकर्सको बिचको एउटा जेन्युन मिट हुनेछ र त्यो नै यसको मुख्य एट्र्याक्सन हुन्छ अहिलेको लागि। बाँकी चाहिँ अब जसले स्टल लिन्छन्, जो स्पोन्सर्स गर्छन्, पक्कै पनि उहाँहरूले ग्राहकहरूको लागि पनि त्यहाँ केही स्पेसल अफर्सहरू, केही नयाँ प्रडक्ट लन्चहरू, प्रडक्ट सोकेसहरू पनि गर्नेछन् भन्ने आशा छ हामीलाई। त्यो पक्कै पनि हुने नै छ, तर अहिले चाहिँ त्यसको हामीसँग आधिकारिक केही नभएको हुनाले हामीले त्यो कुरा भन्न मिलेन। हार्डवेयर अथवा सफ्टवेयर भन्ने कुनै पनि क्लासिफिकेसन गरेको छैनौँ। हाम्रो उद्देश्य चाहिँ यदि फाइनेन्सियल इन्स्टिट्युसन तपाईँको क्लाइन्ट हुनसक्छ भने तपाईँ आएर एक्जिक्युट गर्नुहोस् भनेपछि त्यहाँ भोलि एटिएम सर्भिस प्रोभाइडर्स अथवा कियोस्क सर्भिस प्रोभाइडर्स अथवा यो पिओएस डिभाइस हुन्छ होइन। इनफ्याक्ट हाम्रो स्टल बुक गर्नेमा सिटीटेक छ, आइमार्क छ होइन जस्ता संस्थाहरूले वर्षौँदेखि ब्याङ्कहरूलाई यो पिओएस डिभाइस होइन, ट्याप एन्ड पेको डिभाइस अथवा त्यो कार्डको पेमेन्ट एक्सेप्ट गर्ने डिभाइसेस प्रोभाइड गर्दै आएको संस्थाहरू छन् अलरेडी। भनेपछि त्यहाँ हार्डवेयर पनि हुनेछ। तर हाम्रो फन्डामेन्टल चाहिँ के हो भने फाइनेन्सियल इन्स्टिट्युसनलाई भविष्यको जुन फाइनेन्सियल इन्स्टिट्युसन हुनेछ होइन, जुन बढी डिजिटल हुनेछ होइन। अब आउने जेन जी, जेन अल्फा, जेन बिटाले कसरी गर्छन् त कारोबार होइन। मलाई लाग्दैन उहाँहरूले चाहिँ कुनै एप खोलेर एपमा टाइप गरेर कुनै सर्भिस गर्छन् होला। उहाँहरूले चाहिँ सिम्पली एउटा भोइसको बेसिसमा ल फर इक्जाम्पल ल हामीले आफ्नै अफिसमा पनि होइन, खल्तीमा पनि हाम्रो आरएनडी टिमले चाहिँ किन मान्छेले चाहिँ एप खोलेर क्युएफएक्सको टिकट बुक गर्छ, उसले सिम्पली भन्छ भोइस कमान्ड दिन्छ, ल मेरो आज कुन मुभी लागेको छ, ल यो सिटको 2टा टिकट काटिदेऊ, अनि त्यो काटिनु पऱ्यो। भविष्यको जुन पेसमा एआई बढिरहेछ, जुन पेसमा टेक्नोलोजी बढिरहेछ, आजभन्दा 5 वर्ष पछिको बायर्स पर्सोनालाई हेरेर आजबाटै हाम्रो फाइनेन्सियल इन्स्टिट्युसनहरूले डिजिटल ट्रान्सफर्मेसन आरएनडीमा लगानी गर्नु भएन भने सायद नेपाल पछि पर्नेछ। र अहिलेसम्म चाहिँ नेपाल फिनटेकमा चाहिँ धेरै अगाडि छ। हामीले विभिन्न देशमा भ्रमण गर्न खोज्दा हामी सधैँ आफूलाई इन्डिया र चाइनाबाट कम्पेयर गऱ्यौँ। इन्डिया र चाइनाको एप हामीभन्दा राम्रो लाग्थ्यो हामीलाई, अनि हामी पछि छौँ जस्तो लाग्थ्यो। तर अरू जुनसुकै देशमा जानुहोस् त्योभन्दा नेपालको चाहे त्यो मोबाइल ब्याङ्किङ होस्, वालेट होस्, अरू सर्भिस होस्, हामी धेरै अगाडि छौँ र धेरै लेभलको क्यासलेस भइसकेको छ होइन। क्युआर कोड्सहरू हरेक ठाउँमा छ र अब इन्टर्नल ब्याङ्कको अथवा लाइसेन्स संस्थाको इन्टर्नल अटोमेसनमा पनि धेरै डिजिटाइजेसन चाहिएको हुनाले हामीले यो नेपाल फिनटेक एक्सपो चाहिँ त्यो उद्देश्यको साथ एउटा कमन प्लेटफर्म होस् भनेर ल्याएको छौँ। त्यही भएर यसमा हार्डवेयर पनि हुनेछ, सफ्टवेयर पनि हुनेछ। थ्याङ्क यू। पिच सेसन भनेर राख्ने प्लान छैन, तर हाम्रा एक्जिबिटरहरूले त्यही दिन चाहिँ नयाँ प्रडक्ट लन्च अथवा नयाँ प्रडक्ट सोकेस होइन, कुनै नयाँ प्रविधि ल्याउँदै हुनुहुन्छ भने
उहाँहरूले चाहिँ त्यो हाम्रो त्यहाँभित्र स्टल के अरे हलभित्रै दुइटा हाम्रो स्टेज जस्तो छ र त्यहाँ चाहिँ उहाँहरूले आफ्नो प्रडक्ट सोकेस चाहिँ गर्नुहुन्छ अथवा कोही सर्भिस प्रोभाइडरले स्पेसल कुनै अफर ल्याउनु भयो भने त्यो एउटा कार्यक्रम एउटा एक्सपो भइसकेपछि अलिकति ब्रान्डिङ मात्र नभएर सेल्स पनि उहाँहरूको उद्देश्य हुन्छ। सो हाम्रो विचारमा सबै एक्जिबिटरले केही न केही नयाँ कुराहरू त त्यहाँ अभियसली देखाउनुहुन्छ र त्यो सोकेस प्रडक्ट सोकेस हुनेछ।